हेलो हेलो गाइज, हामी चाहिँ अहिले लगभग मुकुन्डेश्वरीमा आइपुगे छ। मुचुकको डाँडामा हैन, देख्न सक्नुहुन्छ माहौल यस्तो भइरह हैन। ए टप हामी चाहिँ हैन, माहौल चाहिँ जमिरह। अनि गर्मी चाहिँ एकदमै गर्मी भइरह है। गर्मीले मान्छे नि पाकिरह हैन। अनि यहाँनिर टक्क दिदी सर नमस्कार गरिदिन। यता भिडियोमा केही बोलिदिन। नमस्कार मुकुन्डेश्वरीको बारेमा ल 2 शब्द बयान गरिदिन। ठिकै पर्यो, राजाहरु बसेको ठाउँ राम्रै छ। राजाहरू बसेको हैन, त्यही भएर म पनि हुनेवाला राजै हो। त्यही भएर यसो हेरेर आएको। यहाँनिर घर बनाएर यसो बस्न पर्छ कि महल भनेर एउटा किङडम खडा गरौँ कि भनेर आएको छु हैन। अब कहाँनिर चाहिँ आफ्नो दरबार बनाउने भनेर म यहाँ जग्गा हेरिरहेको छु हैन। ल मुकुन्डेश्वरीको बारेमा एउटा 2टा शब्द बोलिदिनु पर्यो निशान। ल एउटा 2टा शब्द बोलिदिनु पर्यो मुकुन्डेश्वरी बारेमा। हेलो आइ एम भेरी लगभग भ्याइएछ हैन। आज चाहिँ होइन टक्का आएर मुकुन्डेश्वरी आएर रमाइलो भयो भनौँ। अनि अहिले चाहिँ भ्याइएर टक्क तल झर्दै होइन, यही हो। अलिअलि रमाइलो त भयो, रमाइलो भयो भनौँ होइन। त्यही हो, मुकुन्डेश्वरी जय नेपाल। ल है, हामी चाहिँ अहिले गाइटोन्टे सहरमा छौँ होइन। त्यही हो, टक्क मुचुकको आएको होइन। अगाडि बन्दीपुर टक्क मुचुकको आएको है। अब जिन्दगी करर मोटर गाडीमा हो, देख्नेले देखिरहन्, हेर्नेले हेरी जाऊ। बाटो चाहिँ यस्तो कडा छ, बाटो कडा छ। हामी अहिले चाहिँ हालसाल यस्तो ठुलो बाटो आइरहेछौँ। अनि पछाडि पनि तिर्पल है, तिर्पल रोड हिँड्नेमा बन्दीपुरमा आएको। अब एकदम अगाडि पनि ल है त धुलो खाली आइसक्यो। एकदम एडभेन्चर भइरह। आजको दिन चाहिँ खत्रै है। यस्तो होसियारी पनि केटीलाई हेर्नु। है त सुश्री सालो बन्दीपुर आयो होइन। अनि यहाँ चाहिँ टक्क डबल हिँड्नुपर्छ, तिर्वल हिँड्नु पाएन। अनि त्यही भएर चाहिँ बिसुक्क झर्दै गयो होइन। हो कि सालो भएपछि सक्यो के त्यही हो। नभए नि सकिन्छ त, तर सालो भयो जस्तो हुन्न नि त।